रिडिङ गर्दाखेरि भोक्याबुलरी नआएर कति मिस्टेक्स भइरहन्छ मलाई पनि थाहा छ। मैले पनि पहिले रिडिङ गर्दा गर्दै यो वर्डै बुझ्दिनँ थिएँ कि। जस्तै फर इक्जाम्पल रेट्रोस्पेक्ट भनेको के हो त होइन। अब मलाई थाहा छैन रेट्रोस्पेक्ट भनेको के हो। अप्सन्समा दिया छ, प्यासेजमा दिया छ होइन। थाहै नभएको शब्दलाई त मैले गेस मात्र गर्न सक्छु। तर ओभर द टाइम मैले पढ्दै गर्दाखेरि एक्सर्साइजेसहरू गर्दै गर्दाखेरि बारम्बार त्यही वर्ड रेट्रोस्पेक्ट आइरहन्छ नि त। अनि त्यसले मेरो माइन्डमा हिट गरिरहन्छ क्या यो शब्द के हो अनि एकपटक सट्ट त्यसको मिनिङ पनि खोजिन्छ होइन। त्यही हो रिडिङको प्रोसेस भनेकै, नयाँ वर्ड भेटिन्छ र त्यसको मिनिङ खोजिन्छ होइन त। अनि मिनिङ खोज्दाखेरि यो रहेछ है भनेर बुझ्यो। जस्तै रेट्रोस्पेक्ट भनेको चाहिँ पास्टको कुराहरूलाई सोच्ने होइन। पास्टको कुराहरू इन रेट्रोस्पेक्ट भन्यो भने चाहिँ पास्टको कुराहरू सोचेर अगाडि काम गर्ने। सो त्यो रेट्रोस्पेक्ट भनेको मैले मिनिङ खोजिसकेपछि अब फेरि पनि प्र्याक्टिस त जारी रहन्छ। अनि अगेन एन्ड अगेन त्यो रेट्रोस्पेक्ट भन्ने वर्ड आइरहँदाखेरि अब मेरो माइन्डले टिप्छ होइन। सो कम्तीमा पनि सेम एउटा वर्ड, नयाँ वर्ड 3 टाइम्स तपाईँले हिट गर्नुभयो कि। जस्तै तपाईँको सेन्सरीबाट होइन, सुन्नुभयो, हेर्नुभयो, तपाईँले आफैले पढ्नुभयो होइन। यसरी मात्रै तपाईँको त्यो रिइन्फोर्स हुन्छ कि ब्रेनमा चाहिँ त्यो इन्साइड जान्छ है। त्यही भएर मलाई भोक्याबुलरी आउँदैन, मलाई रिडिङमा भोक्याबुलरीले गर्दाखेरि मिस्टेक भइरहेछ भनेर त्यो मिस्टेक, त्यो कमजोरी तपाईँको नहोस् भनेर मैले 1000 एकाडेमिक वर्ड्सको एउटा हाम्रो युट्युबमा राखिदिएका छौँ होइन। त्यो वर्ड, त्यो 1000 वर्डलाई मात्रै तपाईँले दिनदिनै बजाइरहनु क्या। बिहान उठ्न बित्तिकै राति सुत्न अगाडि, इभन मैले पनि त्यस्तो गर्थेँ। सुत्न अगाडि त्यस्तो 1000 एकाडेमिक वर्ड्सहरू बजाएर सुत्थेँ। त्यसपछि निद आउने होइन, त्यो सुन्नुपर्छ भन्ने छैन, निद आउने। हाम्रो सबकन्सियस माइन्ड त चलिरहेको हुन्छ नि त। हो त्यो सबकन्सियस माइन्डले टिप्छ क्या। तपाईँले माइलस्टोन स्टडी 1000 एकाडेमिक वर्ड्स भनेर पनि सर्च गर्न सक्नुहुन्छ युट्युबमा। र पिटीको लागि यो चाहिने नै एकाडेमिक वर्ड्स हो। यसमा मिनिङ पनि दिएको छ, तपाईँले प्रोनाउन्सिएसन पनि सिक्न सक्नुहुन्छ होइन। लिसनिङ पनि इम्प्रुभ हुन्छ नि त। हाम्रो नयाँ सेसन अब मन्डेबाट हुँदैछ है। नाटीको चाहिँ यो लास्ट विक हो, सकिहाल्यो। अब नयाँ सेसन 17 नोभेम्बरको लागि हो। त्यसको लागि पनि इनरोलमेन्ट स्टार्ट भइसकेको छ। माइलस्टोन स्टडी अब फुल्ली अनलाइन हुन आँटेको कुराहरू तपाईँलाई थाहा नै होला। सो पुतली सडकमा यदि तपाईँहरू ठाउँ खोज्दै हुनुहुन्छ भने, अफिस स्पेस खोज्दै हुनुहुन्छ भने भिजिट गर्न सक्नुहुन्छ। बेस्ट अफर दिनेलाई चाहिँ हामीले यो सेल गर्दैछौँ। 3rd फ्लोरमा हो, त्यही भएर ओन्ली इन्ट्रेस्टेड क्यान्डिडेटहरूले मात्रै कन्ट्याक्ट मेसेज गर्नुहोस् होला। अफिस सेलको लागि चाहिँ मैले स्पेसल नम्बर हालिदिन्छु। यो अफिस सेलको लागि मात्रै हो, इनरोलमेन्टको लागि होइन है। दिस इज अनुषा, आई विल सी यू इन द नेक्स्ट भिडियो।